हेलो नमस्ते साथीहरू। फिफा विश्वकप 2026 अमेरिका, मेक्सिको र क्यानाडाले संयुक्त रूपमा आयोजना गर्दै गरेको फिफा वर्ल्ड कपमा 48 राष्ट्र सहभागिता छन्, जसमा 48 राष्ट्रमध्ये कोही अत्यन्तै बलिया टिम छन्, जस्तै कि फ्रान्स, ब्राजिल, अर्जेन्टिना, स्पेन, पोर्चुगल। तर पोर्चुगल बाहेक अन्य सबै राष्ट्रले वर्ल्ड कपको ट्रफी उचालिसकेका छन् र कोही साह्रै कमजोर टिम पनि यसपालि वर्ल्ड कपमा सहभागिता जनाउँदैछन्, जस्तै क्युरासाओ, हाइटी, न्युजिल्यान्ड जस्ता टिमहरू पनि छन्। आज म तपाईहरुले यस्तो टिमहरू भन्छु, ती टिमहरू हेर्दा त्यति बलिया छैनन्, मानौ यी टिमहरूले विश्वकप उचाल्न सक्दैनन्, तर यी टिमहरूले नसोचेको रिजल्ट निकाल्न सक्छन्, जसले हामी भन्छौँ अन्डरडग्स टिम। 2026 फिफा वर्ल्ड कपमा कुन कुन टिम हुन् त अन्डरडग्स टिम? एक नम्बरमा राखेको छु मैले मोरक्को। मोरक्को टिम अहिले निकै उच्च लयमा देखिन्छ, किनकि 2022 को वर्ल्ड कपमा सेमिफाइनलसम्मको यात्रा तय गरेको मोरक्को 2022 को वर्ल्ड कपमा स्पेन र पोर्चुगललाई नकआउट चरणमा सनसनीपूर्ण गेम खेलेर हराउँदै सेमिफाइनलको यात्रा तय गरेको थियो भने अफ्रिका महादेशबाट मोरक्को नै पहिलोपल्ट फिफा वर्ल्ड कपमा सेमिफाइनल पुग्ने राष्ट्र बन्यो। यो मोरक्कोको एउटा रेकर्ड थियो भने 2025 को अफ्रिकन नेसन कप पनि जितेको थियो, तर यो केही विवादित छ, किनकि यो खेलमा सेनेगलले जितेको थियो, तर पछि फिफाले मोरक्कोलाई च्याम्पियन घोषणा गर्यो। कारण थियो सेनेगलले केही समय विवादका कारण मैदान छाडेको थियो। मोरक्को टिममा यासिन बुनो जस्ता उत्कृष्ट गोलकिपर छन्, आर्सफ हकिमी, नौसार माजुरै जस्ता उत्कृष्ट डिफेन्डर छन्, बिलाल खानोस, नेल आनोई, उसामा जस्ता चर्चित मिडफिल्डर छन् भने इब्राहिम डियाज, सौफिन रहिमी, एल्डे इजाजौली, एमिन अदली जस्ता फरवार्डहरूले अगाडि सम्हाल्नेछन्, जसले गर्दा मोरक्को 2026 को वर्ल्ड कपमा अन्डरडग्स टिम हुनेछ। अर्को टिम हो नर्वे। नर्वे 1938, 1994, 1998 र यो 2026 गरी 4 औँ पटक विश्वकप खेलिरहेको छ। तर यो टिम 2026 फिफा वर्ल्ड कपको लागि निकै कडा र बेस्ट टिम बनेर आउनेछ, किनकि यो टिमले फिफा वर्ल्ड कप युरोप क्वालिफायर गेममा निकै उत्कृष्ट प्रदर्शन गर्यो, जसमा 8 खेल खेल्दै 37 गोल गरेको थियो भने 5 गोल मात्र खाएको थियो। यहीँबाट थाहा हुन्छ नर्वे फिफा वर्ल्ड कपमा अरू टिमलाई डोमिनेट गर्न सक्छ। नर्वेमा अर्लिङ हाल्यान्ड, मार्टिन ओडेगार्ड, क्रिस्टोफर अजर, स्यान्डर बर्च, मार्कुस पेडरसन, अलेक्सान्डर सोर्लोथ, ओस्कार बब जस्ता कयौँ उत्कृष्ट खेलाडीहरू छन्, त्यसैले पनि नर्वे अन्डरडग्स टिम हुनेछ। अर्को अन्डरडग्स टिम हुनेछ जापान। जापान अहिले निकै उत्कृष्ट लयमा छ। जापानी ट्रेनिङ, टेक्टिकल र मेन्टालिटी निकै राम्रो लयमा छ, किनकि यहाँको खेलाडीहरू प्राय सबै युरोपको क्लबहरूमा उत्कृष्ट प्रदर्शन गर्दै आइरहेका छन्। 2022 मा नै जापानले स्पेन र जर्मनी जस्ता ठुलो टिमले जितेर देखाइसकेको छ, त्यसैले जापानले पनि 2026 को फिफा विश्वकपमा राम्रो प्रदर्शन गर्ने भन्ने अपेक्षा गरिएको छ। साथै जापान एसियाको पावर हाउस पनि हो। जापानमा जियोन सुजुकी जस्ता उत्कृष्ट गोलकिपर छन् भने जुनसुके सुजुकी, सुयोसी वातानाबे, हिरोकी इटो, काओरो मिटोमा, डाइजेन माइदा, टाकेफुसा कुबो जस्ता खेलाडीले जापानलाई स्ट्रङ टिम बनाउनेछ, जसले गर्दा जापानले पनि जुनसुकै बलियो टिमलाई पनि हराउन सक्छ। अर्को टिम कोलम्बिया। कोलम्बिया एउटा साउथ अमेरिकन टिम हो। यो टिम निकै फिजिकल स्ट्रङ गेम खेल्ने गर्छ। यो टिम 2026 को फिफा वर्ल्ड कपमा 7 औँ पटकको सहभागिता हो। स्पिड फिजिकल्ली भएको टिम पनि हो कोलम्बिया, किनकि कोलम्बियाको गेम हेर्न निकै मजा आउँछ, किनकि सधैँ पावर गेमको लागि माहिर मानिन्छ। कोलम्बिया अहिले निकै उत्कृष्ट गेम खेल्दै आइरहेको छ। कोलम्बियामा कामिलो भार्गासले गोल पोस्ट सम्हाल्ने छन् भने जोन लुसिमी, डेभिसन सान्चेस, जुआन केबल जस्ता खेलाडीले डिफेन्स गर्नेछन्। रिचार्ड रायस, जेम्स रोड्रिगेज, जेफरसन लर्मा जस्ता खेलाडीले मध्यपङ्क्ति सम्हाल्ने छन् भने
लुइस डियाज, जोन एरिस, लुइस सुआरेज जस्ता खेलाडीले फ्रन्ट लाइनमा सम्हाल्नेछन्। अर्को टिम हो सेनेगल। खासमा मैले भन्नुपर्दा मलाई अफ्रिका महादेशबाट सबैभन्दा मनपर्ने टिम हो सेनेगल। उत्कृष्ट गेम, सादियो माने जस्तो कुशल खेलाडीको टिम हो, जसले गर्दा पनि सेनेगल अन्डरडग्स टिम हो। सेनेगलमा सादियो माने सहित निकोलस ज्याक्सन, इब्राहिम मेवाई, पेप सार, पेप गुइए, कोलिबेली, क्रिपन डिट्टा, म्यालिक डियोफ, एडवर्ड मेन्डी जस्ता खेलाडीहरू छन्, जसले सेनेगल पूर्ण रूपमा स्ट्रङ टिम हुनेछ र सेनेगलले जुनै टिमले पनि जित्ने क्षमता राख्दछ। अब तपाईहरूलाई मेरो भिडियो कस्तो लाग्यो? यदि तपाईहरूलाई कुनै अन्डरडग्स टिम छ भने कमेन्ट गर्न सक्नुहुन्छ, तर लाइक र सब्सक्राइब चाहिँ गरिदिनु है। धन्यवाद।